नमस्कार साथीहरू, स्वागत छ मेरो युट्युब च्यानलमा। आजको भिडियोमा कुरो गर्नेछु भोजोङ हाइड्रो पावर लिमिटेडले निष्कासन गरेको आइपिओ रिजल्टको नयाँ अपडेट के आएको छ, आइपिओ रिजल्ट कहिले हुने भएको छ, यस कम्पनीको आइपिओमा अन्तिम दिनसम्म कतिले आवेदन दिए र यस कम्पनीको आइपिओ पर्ने सम्भावना कतिको रहेको छ, यस कम्पनीको सेयर पहिलो कारोबार कतिमा हुन्छ, यस कम्पनीको आइपिओ भरेर रिजल्टको प्रतीक्षामा बसिरहनु भएको छ भने यो भिडियो तपाईँहरूको लागि हो। त्यसैले भिडियोले स्किप नगरी अन्तिमसम्म हेर्नुहोला। मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ र पहिलोचोटि आउँदै हुनुहुन्छ भने युट्युब च्यानललाई सब्सक्राइब गरी छेउमा रहेको नोटिफिकेसन बेल आइकनलाई अलमा राखी हामीसँगै जोड्नु होला, किनभने सेयर मार्केटसँग सम्बन्धित भिडियो मैले ल्याइरहेको छु। भिडियो सुरु गर्नुभन्दा पहिला तपाईँहरू पनि अनलाइनदेखि नै डेली बेसिसमा दिनको 2-3 घन्टा काम गरी अर्निङ गर्न चाहनुहुन्छ भने द एसआरके युनिभर्सिटी लिमिटेड तपाईँको लागि बेस हुन सक्छ, जुन कम्पनी नेपाल सरकारबाट सर्टिफाई ई लर्निङ प्लेटफर्म कम्पनी हो, जहाँ मैले विगत 1 वर्षदेखि अर्निङ गर्दै आएको छ। यसमा हामीले 2 तरिकाबाट अर्निङ गर्न सक्नुहुन्छ। एउटा रहेको छ सिम्पल टास्कहरू गरेर, जस्तै टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युब च्यानलहरूलाई सब्सक्राइब, फलो वा भिडियोलाई लाइक गरेर, र अर्को मेथड रहेको छ एफिलिएट मार्केटिङ गरेर। यी तरिकाबाट तपाईँहरूले सजिलैसँग अर्निङ गर्न सक्नुहुन्छ। यसको लागि चाहिँ तपाईँहरूसँग कुनै स्किल छैन, नलेज छैन भन्नुहुन्छ भने चिन्ता लिनु पर्दैन। त्यसका लागि द एसआरके युनिभर्सिटी लिमिटेडले एभ्री विक 5 दिनको अनलाइन क्लास प्रोभाइड गर्छ, जहाँ तपाईँहरूले स्किल र सिपहरू सिक्न सक्नुहुन्छ। त्यहाँबाट आफूले सिकेको स्किलहरूबाट अर्निङ गर्न सकिन्छ। त्यसका लागि तपाईँहरूले एकाउन्ट बनाउनुभन्दा अगाडि एउटा प्याकेज किनेर एकाउन्ट बनाउनु पर्ने हुन्छ। प्याकेजकै आधारमा डिफ्रेन्ट टाइपको कोर्सहरू पाउनुहुन्छ र त्यही प्याकेजकै आधारमा टास्कहरू पाउनुहुन्छ र त्यही प्याकेजकै आधारमा एफिलिएट गरेर अर्निङ गर्न सक्नुहुन्छ। यदि तपाईँहरू गर्न इन्ट्रेस्टेड हुनुहुन्छ भने कमेन्टमा पिन भएको व्हाट्सएप नम्बरमा एसएमएस गर्न सक्नुहुन्छ। जो साथीहरू पहिले 10 जनाभित्र पर्नुहुन्छ उहाँहरूको लागि विशेष छुटको व्यवस्था हुनेछ। अब सुरु गरौँ आजको विषयवस्तुतिर। भोजोङ हाइड्रो पावर लिमिटेडको आइपिओ निष्कासन माघ 12 गतेदेखि माघ 15 गतेसम्म खुल्ला गरेको थियो, जसमा अन्तिम दिनसम्म जम्मा 26,65,174 जना लगानी साथीहरूले 3,07,84,820 किता सेयरका लागि आवेदन परेको थियो। यो भनेको चाहिँ यस कम्पनीले माग गरेको 8,80,000 किता भन्दा चाहिँ 37.09% गुणा बढी आवेदन चाहिँ परेको छ। यस कम्पनीको आइपिओमा माग गरेको सेयरभन्दा धेरै किता आवेदन परेको हुनाले चाहिँ यस कम्पनीको आइपिओ गोला प्रथाबाट बाँडफाँड गरिनेछ र गोला प्रथाबाट प्रत्येक व्यक्तिलाई 10 किताको दरले बाँडफाँड गर्दाखेरि मात्र 83,000 जना भाग्यमानी लगानी साथीहरूले मात्रै यस कम्पनीको आइपिओ पर्नेछ भने बाँकी रहेको 25,82,174 जना लगानी साथीहरूको हात पनि खाली रहनेछ। साथीहरू, यस कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएपछि चाहिँ पहिलो कारोबार 90 देखि 300 को बिचमा हुने देखिन्छ। यो कसरी हुन्छ भन्दाखेरि चाहिँ नेप्सेले हाइड्रो पावर सेक्टरको पुँजी संरचना र प्राइस बेन्डिङ एडजस्टमेन्ट गर्दा लोअर लिमिटमा फेस भ्यालुको 0.9 गुणा र अप्पर लिमिटमा चाहिँ फेस भ्यालुको 3 गुणाको बिचमा हुने देखिन्छ। यो किन गरिन्छ यस्तो तपाईँहरूको मनमा हुनसक्छ। साथीहरू, यो चाहिँ सेयरको मूल्य एक दिनमै असामान्य रूपमा धेरै नबढोस् वा नघटोस् र बजारलाई स्थिर र सुरक्षित बनाउनका लागि गरिन्छ। यसको साथसाथै लगानीकर्तालाई अत्याधिक जोखिमबाट जोगाउनको लागि पनि यो नियम लागू गरिन्छ। त्यसपछि भने सामान्य सर्किट ब्रेकर रुल लागू भई सेयरको मूल्य प्रति किता यति नै पुगिन्छ भन्ने चाहिँ हुँदैन। ठुलो लगानीकर्ताहरूले यस कम्पनीको आइपिओमा देखाएको चलखेलमा भर पर्छ। हामीले चाहिँ यति आशा गरौँ कि हाइड्रो पावर सेक्टरको सेयरको मूल्य न्यूनतम प्रति किता 700 देखि 900 को बिचमा पर्दा नै ठिकै हुन्छ जस्तो लाग्छ। तपाईँहरूको विचार के कस्तो छ कमेन्टमा राख्नुहोला। साथीहरू, यस कम्पनीको आइपिओ बाँडफाँड कहिले हुन्छ भनेर त्यसको अफिसियल डेट भने आइसकेको छैन, किनभने यस कम्पनीको आइपिओ माघ 15 गते मात्रै क्लोज भएको हुनाले सामान्यतया बाँडफाँड प्रक्रिया आवेदन बन्द भएपछि बैङ्क र इस्यु म्यानेजरले आवेदन प्रमाणीकरण गर्ने काम गर्छ। त्यसमा चाहिँ तपाईँको बैङ्क खातामा सियास्पा चार्ज सहितको पैसा छ कि छैन, 2 वा 2 भन्दा बढी एउटै व्यक्तिको नाममा रहेको डिम्याट एकाउन्टबाट आइपिओ एप्लाई गरेको छ कि, सम्पूर्ण काटछाड गर्ने काम सम्पन्न भएपछि प्री अलटमेन्ट प्रक्रिया हुन्छ। प्री अलटमेन्टमा भएको 1-2 दिनभित्रमा बाँडफाँडको नतिजा प्रकाशित गर्छ। यो पुरो प्रक्रिया आवेदन बन्द भएपछि लगभग अहिलेसम्म धेरै जस्तो कम्पनीहरूको 1 हप्ताभित्र नै हुने सम्भावना देखिन्छ। यसै कुरालाई आधार मानेर हेर्ने हो भने अब आउने बिहिबारदेखि शुक्रबारको बिचमा हुने प्रबल सम्भावना देखिन्छ। तर यसमा हुन्छ नै भन्ने चाहिँ छैन है। योभन्दा अगाडि पनि हुनसक्छ, पछाडि पनि हुनसक्छ। त्यसैले यसको लगातार अपडेट पाउनको लागि युट्युब च्यानललाई सब्सक्राइब गरी छेउमा रहेको नोटिफिकेसन बेल आइकनलाई अलमा राखी हामीसँगै जोडिनु होला। जो साथीहरूले यस कम्पनीको आइपिओ भर्नु भएको छ र यो भिडियो हेर्दै हुनुहुन्छ
र तपाईँहरूलाई आइपी परोस् भन्ने चाहनुहुन्छ भने कमेन्टमा चाहिँ यस लेख्नु होला। जो साथीहरूले यो भिडियो स्किप गर्नुहुन्छ उहाँहरूलाई यस कम्पनीको आइपी परोस्। सफलताको शुभकामना।